तपाईको निर्णय यति साह्रो महत्त्वपूर्ण छ कि तपाईको हरेक निर्णयले भोलि तपाईको भविष्यलाई प्रभाव पारेको हुन्छ। तपाईको लाइफ हो, तपाईको निर्णय चल्छ, तपाईले जिम्मा लिनुपर्ने हुन्छ। भोलि तपाईको भविष्य बिग्रियो भने, भोलि तपाईको आर्थिक बिग्रियो भने, भोलि तपाईको सम्बन्ध बिग्रियो भने तपाईले अरूलाई ब्लेम गर्न पाउनुहुन्न। तर प्राय मान्छेहरूले अरूलाई ब्लेम गर्छ। मेरो बाउले मलाई अंश दिएन, मेरो दाइले मलाई यो गर्यो, मेरो आमाले मलाई यो गर्यो, मेरो आफन्तले मलाई यो गर्यो। यो प्रवृत्तिको मान्छेले लाइफमा काहीँ पनि पुग्दैन। प्राय मानिसहरूले आफ्नो जीवनको दोष चाहिँ अरूलाई थुपार्दिन्छ। आज म यो अवस्थामा छु उहाँले गर्दा, आज म यो अवस्थामा छु उहाँले गर्दा, सायद मेरो श्रीमानले गर्दा हो कि, सायद मेरो बुवाले गर्दा हो कि, सायद मेरो आमाले गर्दा हो। तर आज म तपाईँलाई ओपनली भएर च्यालेन्ज गर्न चाहन्छु। तपाईँको जीवनको जब जति पनि कुराहरू घट्छ नि, तपाईँले आफूले एक्सेप्ट गर्नुपर्ने हुन्छ। तपाईँले अरूलाई ब्लेम गर्न सक्नुहुन्न। जब तपाईँले आफ्नो जीवनमा घटेको कुराको लागि, कामको लागि तपाईँले अरूलाई ब्लेम गर्न थाल्नुहुन्छ नि, यो तपाईँको प्रोग्रेस इम्पोसिबल हुन जान्छ। तपाईँको उन्नति, तपाईँको समृद्धि, तपाईँको प्रगति कहिले हुँदैन, किनकि तपाईँले लाइफ टाइमभरि अरूलाई ब्लेम गर्नुभयो।